रोल्पामा सम्भावित तामा खानी छ भन्ने जानकारी हामीलाई प्राप्त भइसकेसँगै म तामा खानी भित्र तामा खानी छ भनेर तपाईँ हेर्न सक्नुहुन्छ कसरी यही भित्र मरेको उ गर्दाखेरि तामा झिक्दाखेरि भित्र समुद्र भेटियो। समुद्र भेटिँदाखेरि उहाँ चाहिँ मान्छे 7 जना चाहिँ भित्रै बेपट्टा भएको। 7 जना यहाँ भित्रै मरेको। हजुर यो चाहिँ यो अझै हेर्नुहोस् कङ्कालहरू अझै पनि छ। मेरो हातमा एउटा हड्डी देख्न सक्नुहुन्छ। यो यहाँको स्थानीय बासिन्दाहरूको भनाइ अनुसार चाहिँ यो तामा निकाल्ने क्रममा 7 जना व्यक्तिको चाहिँ यहाँ निधन भएको थियो। 200 वर्ष अगाडिका पुर्खाहरूले गाह्रो लगाएर चट्ट पार्नु भएको रहेछ। सकबिन फेरि पनि हामीले यहाँ हड्डी भेटाएका छौँ र यो हड्डी चाहिँ यो टाउकोको हो, किनभने हामी सहजै देख्न सक्छौँ यो टाउकोको हड्डी नै हो। किनभने तपाईँले पानी देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। यही पानीमा डुबेर चाहिँ 7 जनाको मृत्यु भयो भन्ने कुरा हेर्न सक्नुहुन्छ। साउन्ड तपाईँले हेर्न सक्नुहुन्छ। पानीको कस्तो यति सफा पानी छ, यति सबै देखिरहनुभएको छ। एकदमै अप्ठ्यारो ठाउँ चाहिँ यो तामा खानी नै हो, त्यसैले तामाहरू तपाईँले हेर्न सक्नुहुन्छ। अचम्मको कुरा त अर्को मैले के पनि भेटाएँ पानी छ भने पानी राम्रै छ। उता बोकिरहेको छ नि यो बोकिरहेको छ, यो पुरै पानी हो, यो पुरै बोकिरहेको छ। अवश्य तपाईँहरूले देख्नुभयो अहिले चाहिँ जनताहरूले उहाँहरूलाई सजाय दिइसक्नु भएको छ। नमस्कार, मेरो नाम जीवन हमाल। दर्शक पनि यति बेला म रोल्पाको माडी गाउँपालिका वार्ड नम्बर 4 मा आएको छु। यहाँ एउटा रोल्पामा सम्भावित तामा खानी छ भन्ने जानकारी हामीलाई प्राप्त भइसकेसँगै यति बेला हामी प्युठानबाट रोल्पा आएका छौँ। रोल्पाको यो तामा खानीको जुन दृश्य हामीसँग आइसकेपछि यहाँ सम्भावना के रहेको छ भनेर हामी चाहिँ यो भिडियो सामग्रीको लागि यहाँ उपस्थित भएको छु। म यो भित्र प्रवेश गर्न लागिरहेको छु। यहाँ भित्र एउटा सोरुम रहेको छ, एउटा चाहिँ अत्यन्तै गाह्रो छ अरे छिर्नको लागि भित्र, तर निकै सम्भावना भएको तामा खानी हुन सक्ने सम्भावना रहेको भनेर हामीले यहाँ स्थानीयबाट बुझेका छौँ। अब म यो भित्र प्रवेश गरिसकेपछि मैले के देख्छु भित्र र मेरो क्यामेरामा के कैद हुन्छ, यी सामग्रीहरू रोल्पाबाट म तपाईँलाई प्रस्तुत गर्नको लागि आज आएको छु। प्युठानको 2 दिनको कठोर यात्रापछि यति बेला माडी गाउँपालिकाको यो तामा खानीसँग म आइसकेको छु। हाम्रो टिम आएसँगै यति बेला अब हामी भित्र प्रवेश गर्नको लागि हामी तयार भएका छौँ। थोरै देखाउँ, निकै सानो छ तर भित्र चाहिँ छिर्न सकिन्छ भनेर हामीलाई स्थानीयले भन्नुभएको छ। हामी चाहिँ सबै छिर्ने प्रयत्न गर्छौँ र कोसिस गर्छौँ जति भित्र जान सक्छौँ त्यतिसम्म भित्र जान्छौँ। हाम्रो क्यामेरामा कैद भएका दृश्यहरू हामी सम्पूर्ण दृश्यहरू सामग्रीहरू हामी तपाईँलाई देखाउनेछौँ। म तामा खानी भित्र तामा खानी छ भन्ने लाइट लिएर आउनु पर्यो साथीहरू। लाइटै बोल्दैन। आउनुहोस् को आउने क्यामेरा चाहिँ त्यो माथि लाइट क्यामेराले हुन्न के सर? हो, मेरो क्यामेराले हुन्छ। मामाको क्यामेरा यतिकै चिल्याउनु क्या खाली मात्रै। ओ त लाइट त चाहिन्छ। बुबु त देखाउनु भन्छ उता यस्तो खुल्ला छ कि एकदम। लाइट बालम नि के फरक परेन। सक्यो भने मामा नि सकिन। अब हामी उतातिर है प्रवेश चाहिँ एकदमै जोखिम छ, एकदमै जोखिम। लाइट बाल्न म अनुरोध गरेँ। साथीहरू कता हुनुहुन्छ? एकदमै जोखिम छ, हेर्न सक्नुहुन्छ। यो एकदमै जोखिमपूर्ण क्यामेरा बिर्जमलाई पुर्याइदेऊ न। तपाईँहरूलाई मैले देखाइरहेको छु यो दृश्य एकदमै गाह्रो छ। यता पनि एकदमै नराम्रो भन्ने यस्तो ठाउँमा यसरी आइरहनु भएको छ। हामी धेरैजना छौँ, हामी 10 जना समथिङ हामी छौँ। र लाइट देखाउन मैले अनुरोध गरेँ किनभने यहाँ धेरै अँध्यारो भयो र एकदमै अक्सिजनको चाहिँ खासै कमी भएको महसुस भएको छैन, तर छिर्नलाई एकदमै गाह्रो छ। लाइट बाल्नु हेर्नुहोस्, फेरि यहाँबाट हामी माथितिर उक्लिने हेर्नुहोस्। यस्तो जोखिम, यहाँ ढुङ्गाहरू पनि थोरै खसिरहेको हामी देख्न सक्छौँ। यदि साँच्चीकै तामा नै निकालेको भए पनि यो अति नै गाह्रो अवस्थामा उहाँहरूले तामा निकालेको हेर्नुहोस्। तपाईँले सुनिरहनुहोस्, साउन्ड पनि ढुङ्गाहरू खसिरहेको छ। यस्तो जोखिम छ, तपाईँले हेर्न सक्नुहुन्छ। एकदमै अब कति लाग्छ यो समय पनि 1 घन्टा 1.5 घन्टा लाग्ने सम्भावना छ।
तर कति लाग्छ थाहा छैन। यहाँबाट तपाईँ हेर्न सक्नुहुन्छ कसरी गइरहनु भएको छ। साँच्चीकै रोल्पा माडी 4 मा चाहिँ यस्तो दृश्य देखियो दर्शकबिन। साँच्चीकै तपाईँहरू आउन सक्नुहुन्छ भने आउन सक्नुहुन्छ यस ठाउँमा। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँनिर हामीले हड्डी पनि देखिरहेका छौं। हड्डीहरु पनि छ। हड्डीहरु हामीले हड्डी भेटायौं। यो चाहिँ पहिले चाहिँ हाम्रो पुर्खाहरु यही भित्र मरेको। यो गर्दाखेरि तामा झिक्दाखेरि भित्र समुद्र भेटियो। समुद्र भेटिदाखेरि वहाँ चाहिँ मान्छे 7 जना चाहिँ भित्रै बेपट्टा भएको। 7 जना यहाँ भित्रै मरेको। हजुर यो चाहिँ यो अझै हेर्नुस् यो कंकालहरु अझै पनि छ। यो छ हो यो तपाई अलि भगन आउनुस्। ल देखिरहनु भएको छ। ल खै सर यता देखाउनुस् त त्यो लाइट तल लानुहोस्। यो के हो सर? यो चाहिँ हाम्रो पुर्खाहरुको अनुसार यो चाहिँ हामी पहिले हाम्रो बाजेहरुले भने अनुसार यो चाहिँ यो तामा निकाल्दाखेरि भित्र तामाको पानी भेट्यो। पानी भेटिँदाखेरि भित्र पानीमा डुबेर मर्दाखेरि 7 जना मान्छे मरेको भन्ने छ। या यो मान्छेको या जनावरको त्यो चाहिँ पुष्टि भएको छैन। तर हामीले हड्डी चाहिँ भेटायौं। हड्डी चाहिँ भेट्यो। सम्भावना चाहिँ मान्छेको हुन सक्छ नि। हुन सक्छ। हेर्नुस् यो दियालो यसरी युज गरेर यसरी यो बान्ना वाल लगाएर हेर्न सक्नुहुन्छ। यता यता माथितिर पनि हेर्नुस्। यो सबै यो पुर्खाले नै गरे। यो कसैले गरेको हैन, व्यक्तिले गरेको हैन। पहिले चाहिँ गाह्रो लगाइएको छ नि माथि। यो पुरै यो पुर्खाले। हजुर। कति वर्ष अगाडि होला? यो चाहिँ करिब यो चाहिँ 1900 तिरै होला। 1990 तिर 100-150 वर्ष अगाडि। धेरै वर्ष पहिला चाहिँ यो गाह्रो लगाएको छ। र यो तामाको कन चाहिँ यहाँनिर यो छ। यो हामीले भित्रै गएर लिएको। यो चाहिँ हेर्न सक्नुहुन्छ। यो मैले चाहिँ बाहिर लगेर परीक्षणको लागि पठाउन खोजेको थिएँ। अस्ति हाम्रो लाइटको कारणले चाहिँ यो लग्न सकिएन। यसलाई आज चाहिँ लग्ने प्रयास गर्नेछु मैले। यहाँ चाहिँ खत्रै रहेछ। एकदम दर्शक वृन्द हामी यति बेला तामाखानी भित्र छौँ। मेरो हातमा एउटा हड्डी देख्न सक्नुहुन्छ। यो यहाँको स्थानीय बासिन्दाहरूको भनाइअनुसार चाहिँ यो तामा निकाल्ने क्रममा 7 जना व्यक्तिको चाहिँ यहाँ निधन भएको थियो अरे। र सम्भवतः ती 7 जना व्यक्ति मध्ये 1 जना व्यक्तिको चाहिँ यो हड्डी हुन सक्ने सम्भावना यहाँका स्थानीयहरूले हामीलाई बताउनु भयो। हामी बाहिरबाट झन्डै आधा घण्टा हामी हिँडेर यति साँघुरो छ। हामीले त्यो दृश्य पनि तपाईलाई देखायौँ। झन्डै 500 मिटर अगाडि हामी आएका छौँ। अझै भित्र जान सकिने चाहिँ छ, बाटो चाहिँ छ। 1 जना मान्छे छिर्न सकिन्छ। यहाँ अक्सिजनको मात्रामा चाहिँ टन्नै छ जे होस्। तर यहाँ हेर्दै गर्दाखेरि यहाँ यो गाह्रो लगाइएको छ। टक्क ढुङ्गाहरू साँझेर यो चाहिँ 1900 सालतिरको चाहिँ यो कुरा रहेछ। र यो मेरो हातमा तपाईँले यो देख्न सक्नुहुन्छ। यो चाहिँ तामा भनेर यहाँका स्थानीयहरूले मलाई यहाँ देखाउनु भयो। यसमा चाहिँ तामा छ। यसको परीक्षणको लागि चाहिँ यो निकालिएको छ। अहिले यहाँ राखौँ। र यो रोल्पा जिल्लाको माडी गाउँपालिका 4 वडा रहेछ। झन्डै घरती गाउँबाट केही कोस मात्रै टाढा छ। यो ठाउँमा चाहिँ यस्तो सम्भावना छ। भन्दा पनि तामा छ। पहिला तामा निकाल्ने क्रममा अब केही व्यक्तिको निधन भएको कुरा त म तपाईँले भनिसकेँ। र अहिले पछिल्लो समयमा चाहिँ तामाहरू उत्खनन भएको छ कि छैन सर? अहिले चाहिँ भएको छैन। यो चाहिँ नेपाल सरकारमा चाहिँ यो दर्ता चाहिँ भइसकेको छ। दर्ता चाहिँ भइसकेको रहेछ। तर अहिलेसम्म यो लगेर परीक्षण चाहिँ गरिसक्यो। त्यो मान्छे तर गएर फर्केको छैन। परीक्षण गरेर त्यो व्यक्ति फर्केको छैन। लगेर चाहिँ यो व्यक्ति गएको चाहिँ कहिले हो? यो चाहिँ करिब पत्रकार साथीहरू नै आउनु भएको थियो। पहिले चाहिँ हाम्रो कमल खत्री भन्ने सरहरू पनि आउनु भएको थियो। अनि उहाँहरूले पनि लग्नुभयो र अरू पनि आउनु भएको थियो। अनि दर्ता चाहिँ भएको छ यो। जस्तै सर अब म तपाईँसँग थोरै कुराकानी गरेँ है अलि राम्रो तरिकाले। हजुरको नाम चाहिँ भन्नु सर? सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ नवराज विक। मेरो घर चाहिँ रोल्पा जिल्ला माडी गाउँपालिका वडा नम्बर 4 मा पर्छ। भनेको यही जुन यो तामाखानी छ यही स्थानमै हजुरको घर? हजुर नजिकै हो। जस्तै तपाईँहरूले यहाँ भनौँ न तामा छ भनेर कहिले थाहा पाउनुभयो? यो चाहिँ पहिले पुर्खादेखि नै थाहा भइरहेको। तर पनि पहिले अब यस्तो सामाजिक सञ्जालको पर्याप्त नभएको कारणले चाहिँ यति प्रचारमा कमी भएको थियो। र यो चाहिँ करिब 5 वर्षदेखि अहिले चाहिँ हामी उ गरिरहेका छौँ। यता भित्र आउने जाने गरिरहेको छ व्यक्तिहरू। अनि जस ठिकै भइरहेको। जस्तै तपाईँहरूले अघि नै पनि भन्नुभयो यहाँ केही व्यक्तिको निधन भयो। यो कतिजनाको निधन भयो, कसरी निधन भयो?
यो चाहिँ पहिलेको पुर्खाको भनाइअनुसार यहाँ चाहिँ तामा निकाल्दै निकाल्दै भित्र जाँदाखेरि लास्टमा तामाको सबैभन्दा ठुलो भाग नै भेटियो। तामाको ठुलो भाग भेटियो, तर भित्र पुग्दाखेरि पानी भेटियो। पानी भेटिँदाखेरि अब दैविक शक्तिले भन्ने छ, तर अटोमेटिक त्यो फोड्दाखेरि पानी आउन पनि सक्छ। भित्र पानीमा डुबेर 7 जना चाहिँ भित्रै बेपत्ता भएदेखि यो खानी चाहिँ उत्खनन हुन सकेको छैन। यतिजना व्यक्ति चाहिँ बेपत्ता भएको कति वर्ष अगाडिको हो? करिब 1900 तिर होला सर, यति ठ्याक्कै भन्न सक्दैन, हाम्रो बाजेहरूलाई त थाहा छ। त झन्डै 2 वर्ष होइन त? 200 वर्ष चाहिँ भयो होला सर। 200 वर्ष अगाडि। अब जस्तै उति बेला चाहिँ तामा थिए भन्ने कुरा चाहिँ स्पष्ट भयो। हजुर, भएर पनि हाम्रो घरमा लगायत हाम्रो छिमेकीको घरमा यहाँको तामाको भाडा नै छ, गाग्री टाउलाहरू देखाउन सकिन्छ। अनि अहिले पछिल्लो समयमा चाहिँ के छ यहाँको उत्खनन हुने अथवा के छ? उत्खनन हुने सम्भावना छ। अझ हजुरलाई म यहाँनिर पनि देखाउन खोजेँ, यहाँनिर यस्तो यो तामाको कणहरू पनि पर्याप्त मात्रामा छ। अनि भित्र पनि हजुरलाई देखाउनु छु, भित्र पनि छ राम्रो। जस्तै अब यहाँबाट हामी अझै कति हिँड्यो भने यसको चाहिँ केन्द्रबिन्दु सकिन्छ? यसको केन्द्रबिन्दु अझै अब हामी 20 देखि 30 मिनट चाहिँ अझै पनि हिँड्नुपर्छ। हामी चाहिँ भित्र पुग्नको लागि 20 देखि 30 मिनट हिँड्नै पर्छ। अनि नि यहाँ पानी पनि छ भन्ने कुरो भयो। भित्र पानी पनि छ, हजुरहरूले अहिले देख्नु नै हुनेछ भित्र पुगेपछि। कस्तो पानी छ कि धारा कस्तो छ? धारा भन्दा पनि भित्र पानीको यस्तो कुवा छ, त्यो चाहिँ पहिले पानी चाहिँ धेरै आस्न थियो, अहिले चाहिँ पानी बढेर अग्ला आइसकेको छ पहिलेको भन्दा। जस्तै यति धेरै भित्रको पानी चाहिँ खान मिल्ने पानी हो कि के हो? खान मिल्छ, हामीले खाएर आएको। ए हो? हजुर। ओके, हुन्छ हामी जाउँ भित्र। अगाडि भित्र भनौँ। अझै टाढा ल हामी अगाडि बढ्ने छौँ। अब यतादेखि माथिको यात्रा छ एकदमै। गएर हामी 200 वर्ष अगाडिका पुर्खाहरूले गाह्रो लगाएर चट्ट पार्नु भएको रहेछ। जुन बेला चाहिँ यहाँ तामा निकालिन्थ्यो, यहाँको तामा निकालेर यहाँका स्थानीयहरूको घरमा चाहिँ तामाका भाँडाहरू छन्, गाग्रीहरू, तौलोहरू, लोटाहरू छन् भन्ने कुरा हाम्रो सरले बताउनु भयो। हामी हाम्रो हालत देखाइदिनु सर। यो अगाडि बढा केटाहरू बढा बिस्तारै। तर पनि हामी यहाँको कुरालाई, यहाँको यो तामालाई, यहाँको यो विषयवस्तुलाई उत्थान गरेर भनौँ न यो रोल्पा जिल्ला अझ भनौँ यो माडी गाउँपालिकामा चाहिँ विकास निर्माणका कामहरू जोडिँदै गर्दाखेरि यो विषय यो पनि छ है, तामा पनि छ माडी गाउँपालिकामा भनेर सचेत गराउनको लागि हामी यहाँ आएका छौँ। अब यहाँ के छ सर? हेर्नुहोस्, यो तामाको यो चाहिँ धातुहरू चाहिँ यहाँ देखिरहेछ। यो फलाम पनि हुनसक्छ, यो चाहिँ यहाँ तामा फलाम सबै छ भन्ने आशंका छ। यो देखिएको तामा? हजुर। अब हामी जाने कता, माथि कि तल? उता तलै भाइ, तलै भाइ, यता नफर्किने, तलै आस्ने भाइ। यो काटिस आइहाल्छ नि अब। आइयो क्या यस्तोमा गाह्रो लगाइदिनु भएको छ, ढाक्नु भएको छ। चाहिँ निकाल्दै भित्रतिर बढ्दै, भित्रतिरबाट झिक्दै बाहिरतिर लग्दै गरेको। अनि लास्टमा हाम्रो मैले अघि नै भनिसकेँ, हाम्रो टोली चाहिँ भित्रै दुर्घटना परेको कारणले यो चाहिँ खानी बन्द भयो। जस्तै यहाँ 7 जना मान्छेको निधन भएको भन्ने कुरा गरिहाल्नु भयो अघि न? हजुर। यो खन्ने बेलामा कि भित्र अथवा बाहिर निस्कने बेलामा? होइन, भित्र खन्दै जाँदाखेरि भित्र बसेर साथीहरूले अब पहिले अहिले यस्तो रोटी खाजाहरू हुँदैन, उतिखेर मकै भुटेर खाँदाखेरि अनि उहाँ काम पनि गरेर जाँदाखेरि भित्र खन्दाखेरि चाहिँ पानी फुट्यो भित्रबाट। जे भयो नि त्यो पानी फुटेको भाग देख्न सक्नुहुन्छ अहिले। भित्र पानी फुट्दाखेरि त्यही पानीमा डुबेर मर्यो। ओके, हुन्छ हामी अगाडि बढौँ। पूर्ण यात्रा भएर त्यसरी यहाँबाट आउँदै हुनुहुन्छ हाम्रो हेर्नुहोस्, आउँदाखेरि हेर्नुहोस् कति गाह्रो भइरहेको छ। एकदमै अप्ठ्यारो परिस्थितिबाट हामी यो ठाउँमा आइरहेका छौँ। तलतिर हेर्न सक्नुहुन्छ, हेर्नुहोस् कसरी छ यो तलतिर जाने बाटोहरू। यो तपाईँले जुम गरेर देखाएँ। हामी जाँदैछौँ, आज भित्र हामी जाँदैछौँ। त्यहाँ पानीको कुवा छ भन्ने पनि छ, हामी जाँदैछौँ। यो टल्किरहेको छ त्यो के रहेछ? यो चाहिँ धातु हो सर। ए साँच्चै कलर पनि तामाकै कलरमा हामीले देखिरहेका छौँ। पक्लिरहेको छ भने पानीको थोपा जस्तो छ सर? होइन, पक्लेको धातु नै। पानीको थोपा होइन, छोएर हेर्नुहोस्, छोएर हेर्नुहोस्, यो पानी होइन, यो अलि नरमै छ। खै एउटा थोपा मलाई दिनुहोस् त। यहीँनिर छ सर। ए कता मैले अलिकति कस्तो अचम्म है, पक्लेको तपाईँ कस्तो अचम्म हेर्नु, धातु पक्लेको अचम्म किसिमको यहाँ कुराहरू एकदमै यहाँ कठिनाइ छ। त्यसको बावजुद पनि हामी यहाँ तलतिर आइरहेका छौँ, किनभने पानी छ। अब चाहिँ अबको 20 मिटर आस्नलाई पानी छ। हेर्नुहोस् यस्तो नजिक आएका छ। यस्तो जोखिम भन्नुपर्छ, कठिनाइ धेरै छ। यसको बावजुद पनि म गइरहेको छु। एकदमै गाह्रो छ, तपाईँले देखिरहनु भएको छ। एकदमै अप्ठ्यारो ठाउँ चाहिँ रहेछ। लाइटमा सहायता गर्नुभएको छ हाम्रो
लालबहादुर डाँगीले क्यामेरामा साथ दिँदै हुनुहुन्छ अनिलले अनिलले म झोडिरहेको छु धेरै धेरै धन्यवाद सक्बिन फेरि पनि हामीले यहाँ हड्डी भेटाएका छौँ र यो हड्डी चाहिँ यो टाउकोको हो किनभने हामी सहजै देख्न सक्छौँ यो टाउकोको हड्डी नै हो किनभने तपाईँहरूले देख्न सक्नुहुन्छ सहजै रूपमा र म यसलाई छुएर पनि हेर्नेछु तपाईँहरूले हेर्नुहोला यो हेर्न सक्नुहुन्छ यो हेर्नुहोस् यो किनभने टाउकाको यो हड्डी नै हो किनभने धेरै वर्ष पहिला यहाँ तामा निकाल्दाखेरि चाहिँ तामाको मुटु भेटियो र त्यो मुटु भेटिँदाखेरि चाहिँ यही 7 जनाको मृत्यु भयो भन्ने जानकारी छ त्यही आधारमा यो साँच्चीकै मान्छेको यो टाउको हड्डी हुनसक्छ तपाईँले पानी देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ पानी यही पानीमा डुबेर चाहिँ 7 जनाको मृत्यु भयो भन्ने कुरा हेर्न सक्नुहुन्छ साउन्ड तपाईँले हेर्न सक्नुहुन्छ पानीको साउन्ड एकदमै गहिरो रहेको छ पानी नपतिया तपाईँलाई म ठुलो ढुङ्गा फालेर हेर्छु हेर्नु होला किनभने पानी चाहिँ ठुलो गहिरो रहेको यहाँ लाइट देखाउनु पर्यो तल राम्रोसँग लाइट हेर्न सक्नुहुन्छ पानी एकदम समोलो छ एकदम सफा पानी छ एकदमै सफा पानी छ तपाईँ हेर्न सक्नुहुन्छ हेर्नुहोस् त यतापट्टि पानी छ अनि यतापट्टि पनि यस्तो राम्रो पानी छ हेर्नुहोस् त यति सफा पानी छ यति सफा पानी छ तपाईँले हेरिरहनु भएको छ पानी चाहिँ एकदमै सफा छ हेर्न सक्नुहुन्छ एकदमै सफा पानी रहेको छ यो तपाईँले हेर्न सक्नुहुन्छ यसरी तामाहरू हेर्नुहोस् यो तामा खानी नै हो त्यसैले तामाहरू तपाईँले हेर्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनु होला र यहाँको पुरा दृश्य तपाईँहरूले भिडियोमा हेर्न सक्नुहुनेछ सुरुदेखि अन्तिमसम्मको दृश्यहरू मुटु फुट्दाखेरि मरेको ओके दर्शक महानुभावहरू यति बेला हामी झन्डै 700 मिटर अगाडि आइसके पछाडि यहाँनिर एउटा अचम्मको दृश्य देखियो यहाँ एउटा चाहिँ यो हड्डी छ यो कङ्काल छ यो कङ्काल चाहिँ के को हुनसक्छ त यति धेरै भित्र कसरी यहाँ आयो भनेर हाम्रो एकजना सरसँग सोध्छौँ सर हजुर यो के को हड्डी हो यो चाहिँ ठ्याक्कै भन्नुपर्दा यो चाहिँ अहिले हामीले जनावरको पनि हुनसक्छ तर मान्छेको पनि हुनसक्छ होइन यो चाहिँ हेर्दाखेरि चाहिँ मान्छेको जस्तो छ यो दाँत हेर्दाखेरि मान्छेको यो कानको भाग जस्तो छ होइन अब यो चाहिँ परीक्षण गरेपछि थाहा होला यो दाँत है हजुर यो चाहिँ दाँत नै देखिरहेको छ हेर्नु अनि जस्तै जनावर त यहाँ कसरी आउन सम्भव होला र सर यति ठुलो सम्भव छैन तर पनि अब हामीले ठ्याक्कै भन्न मिल्दैन यो चाहिँ मान्छेको भनेर तर पनि यो चाहिँ अब हुनसक्छ मान्छेको पनि हुनसक्छ जनावरको पनि हुनसक्छ जस्तै यो बाहेक अन्य हड्डीहरू छ कि नै यहाँ छ अगाडि टन्नै भेटिरहेछ अगाडि छ अब जस्तै यहाँभन्दा अगाडि चाहिँ के छ योभन्दा अगाडि चाहिँ हेर्न सक्नुहुन्छ यो पानीको भाग पानी है हजुर यहाँ पानी छ यो पुरै पानीको तलाउ छ यो चाहिँ पहिले पानी चाहिँ हाँस्न थियो यो चाहिँ पानी अहिले चाहिँ बढेर चाहिँ पानीको मात्र अग्लाएर छ योभन्दा हाँस्न चाहिँ यो भाग चाहिँ थिएन पहिले आएर अग्ला हो तर भने धेरै ठुलो छ पर पनि छ उता पनि हजुरलाई म देखाइदिन्छु यत्रै भाग परसम्म छ यो पानी पिउनु मिल्छ मिल्छ सर अझ ल पिउनु पिएर यो गर्छु म चाहिँ हात धोएर हजुर ल यहाँ हेर्नुहोस् त यो अचम्म त यो पनि भयो यहाँ यति धेरै भित्र आइसके पछाडि चाहिँ पानी पनि रहेछ पिउन पनि सकिन्छ हजुर यो पानी ओहो कस्तो छ पानी चाहिँ एकदम शीतलो छ यो चाहिँ पानी चाहिँ बाहिरको जस्तो छ भित्र पनि त्यस्तै हो भनेको यहाँ जन सफा पानी होइन हजुर यो चाहिँ हेर्न सक्नुहुन्छ यो तामाको यो प्योर चाहिँ धातु चाहिँ यहाँनिर पनि छ यो पनि हेर्न सक्नुहुन्छ ओके यस्तो छ यहाँ यो पानीको रह तपाईँले देखिरहनु भएको छ यो चाहिँ यो पुरै पानीको हाम्रो सरले पानी पिएर पनि हामीलाई देखाउनु यतापट्टि पनि पानी रहेको करिब 20 मिटर परसम्म यो पानीको मात्रा छ ठुलो पानी छ यो पुरै तलाउ छ भित्र समुद्र त्यसो पानी म पनि पिउँछु है सर हजुर हस् यति बेला म भित्र आएर म पानी पिउँदैछु यहाँ अचम्मको कुरा त अर्को मैले के पनि भेटाएँ पानी छ भने यहाँ पानी पनि छ हेर्नुहोस् है हल्का टली जानु अब यो मेरो हातमा एउटा चाहिँ एकदम महत्त्वपूर्ण चिज छ एकछिन यहाँ राख्छु लाइट उता देखाउँछु उता र यहाँ पानी छ होइन यो पानी चाहिँ म पानी पिउँछु पनि टक्क मेरो यो माइकलाई यहाँ राख्छु पहिला हात धुन्छ मेरो अवस्था चाहिँ यस्तो छ तपाईँले देखिसक्नु भएको छ पानी चिसो पानी आम्मामा अचम्मको ठाउँ यो रोल्पाको माडी गाउँपालिका वडा नम्बर 4 बुढा गाउँ भन्ने स्थानमा अब म पानी पिउँछु
पानी राम्रै छ। त्यही तामा म पखाल्दैछु, मेरो हातमा तामा देख्न सक्नुहुन्छ, तामाको टुक्रा। उता पनि छ, त्यहाँ पनि देखाइदियो केटा पानी। यहाँ चाहिँ राम्रो छ है। ल यो चाहिँ तामा हो है सर। उता पनि जानु सर अब तपाईँ। एकदम साफ पाए हामी पहिला जान्छौँ, त्यहाँ पछाडि आऊ तिमीहरू। देखाउने राम्रो हुन्छ क्या सबैलाई। खै सर अलिकति पछाडि आउँछ। हामी यसरी आँट गरेर हिम्मत गरेर, फेरि म एक्लै छु नि यहाँ, मेरो एकदमै सरहरू हुनुहुन्छ धेरैजना, उहाँहरूको चाहिँ सहारामा म यहाँ भित्र आएको छु। हातहरू पग्लिएको पनि छ, माथितिर हेर्न सक्नुहुन्छ। यता देखाउनु हुँदैछ? देखाइरहेको छु मैले। यहाँ पनि पानी छ, तल पनि पानी छ, देख्न सक्नुहुन्छ। खै मेरो मोबाइल दिन्छ सर, नजिकबाट देखाइदिन्छु। यहाँबाट म देखाउँछु। यहाँ पानी, यो चाहिँ पानी है सर। सबैजनाले जसले हेर्नु भएको छ यो पानी हो। मैले पानी पिएँ पनि, यहाँको पानी पिएँ पनि एकदम स्वादिष्ट चिसो पानी चाहिँ मैले तपाईँहरूलाई देखाएँ। मैले पिएँ पनि, राम्रो सरहरूले पनि पिउनु भयो। र यस्तो छ, हामीले प्युठानबाट आएर हाम्रो सरहरू सबैजनालाई हाई भराउँदै सरहरू। ल हजुरको नाम भन्नु सर। हजुर मेरो नाम चाहिँ विकास डागी। ल पालो सबैले नाम भन्नु त। हाम्रो मेरो नाम चाहिँ लालबहादुर डागी। मेरो बलमान डागी। अनि अर्को सर? मेरो नाम अर्जुन डागी। ओके, अर्को अनिल विकास। ओके, हाम्रो बलवीर नेपाली, उहाँलाई त चिन्नुहुन्छ। अनि हाम्रो उता अर्को सर त अब हाम्रो बलवीर नेपाली सर चाहिँ मुस्कुराउँदै हुनुहुन्छ, मिठो मुस्कान छ उहाँको फेरि। यतिजना सरहरू हामी सँगै आएका छौँ। सर तपाईँ निक्सिनु सबै यता। अब हामी यताको रिपोर्ट लिउँ अनि यसरी सबैजना लगाइदेऊ न एउटा मोबाइल मोबाइलभन्दा लगाइदेऊ। मोबाइलै त देखिन्छ होला। यो सर मोबाइल दिनुहोस् त। कस्तो गर्नु यो पनि पानी है सर। पुरा लाइट तिल्काउ न यहाँ। तल पानीमा लाइट देखाउनुहोस् सर। देख्नु त्यो चाहिँ पानी हो सर है। यो चाहिँ पानी हो, माछा पनि देखिरहेको छ आसमा। ए माछा पनि छ? माछा पनि छ सर आसमा, हेर्नु सक्नुहुन्छ। ओ माई गॉड, यो पानी चाहिँ चलिरहेको छ, स्थिर छैन। यो पानी चाहिँ हिँडिरहेको छ। हिँडिरहेछ हजुर, उतादेखि अघि थियो नि, उता 10 मिटर अगाडि उतादेखि यो पानी उतै गइरहेको छ। अनि माछा पनि छ आसमा। यो पानीलाई निकास गर्न पनि सकिन्छ। हाम्रो गाउँमा पानीको अभाव छ। यदि उसले हाम्रो नेताहरूले विकास गर्न चाहेपछि यही पानीलाई पनि बाहिर फाल्न सकिन्छ। ओ सही कुरा गर्नुभयो तपाईँले। भनेको यो पानी चाहिँ यताबाट उता बगिरहेछ कि? हेर्नु सर, यो बगिरहेको छ, यो पुरै पानी हो, यो पुरै बगिरहेको छ। यो हेर्नुहोस्, यो पुरै पानी बगिरहेको छ। ओके, तर यहाँ पानी छ तर गाउँमा पानी छैन। पानी छैन। यो पानीलाई चाहिँ बाहिर लिन सकियो भने यहाँका तामा पनि निकाल्ने र यो पानीलाई पनि व्यवस्थापन गर्न सकिने हो भने यो पानी चाहिँ मोटर लगाएर निकालेपछि गाउँमा पानी जान्छ। यो पानी चाहिँ बगिरहेको छ। नत्र माछा चाहिँ नहुनु पर्ने, नबगेको भए माछा नहुनु पर्ने। माछा चाहिँ देखिरहेको छ। तपाईँलाई जुम गरेर यहाँको पानी देखाउँछु। त यो पानी हो दर्शक, यस्तो छ, देख्न सक्नुहुन्छ। फाल्नुहोस् न। 1 2 3 यो पानी हो। यो जमिनबाट झन्डै 700 मिटरभित्र आइसके पछाडि हामीले यहाँ देखाइरहेका दृश्यहरूमध्ये यो पनि एउटा अचम्मको दृश्य मैले मानेको छु। र यहाँ तामा त छ नै, तर तामा सँगसँगै पिउनको लागि एकदम शुद्ध पानी पनि रहेछ। पानी एकदमै गहिरो भएको कारणले हामी तल जान सकेनौँ। यता देखाउँ त, तपाईँहरू यता हेर्न सक्नुहुन्छ। यो अचम्मको यो दृश्यहरू तपाईँहरूले हेर्न सक्नुहुन्छ। एकदमै हेर्नुहोस्। तपाईँ ब्याग जानुहोस्, यहाँनिर खिच्नुहोस्, उताबाट आउनुहोस् न। बिस्तारै बिस्तारै एकछिन नजाम होला, ढुङ्गा खोजिरहेछ। त्यो ठाउँमा आइदियो क्या सरलाई। कहाँ ढुङ्गा खोजिरहेछ, मान्छे हिँडिरहेछ माथि। मामा हल्का म त यतैबाट पछाडि जान्छु। हल्का छोडिदिनु। दियालोहरूको सहायताले हामीलाई अहिले हाम्रो चाहिँ लाइट छ होइन, अहिले विकास गर्ने हामी चाहिँ डराइरहेका छौँ। उतिखेरको हाम्रो पुर्खाहरूले चाहिँ बान्न लगाएर अनि यो दियालोको सहायताले यसरी निकालेर रहेछ। यो चाहिँ तामाको पुरै यो धातुहरू पुरै टल्किरहेछ, देख्न सक्नुहुन्छ। पुरै कुनै ठाउँबाट पक्रिएको छ, हेर्नुहोस्, जुम गर्नुहोस् क्यामेरा। त्यसरी गर्नुहोस् सर।
यो चाहिँ हेर्नुहोस् यो धातु पक्लेर त्यहाँ टल्किरहेछ। हजुर यो चाहिँ हाम्रो विकास गर्ने हो भने चाहिँ हाम्रो नेपालमा सबै थोक छ गर्न चाहेपछि। ओके हुन्छ। अब पक्कै पनि यहाँका सम्बन्धित निकाय सम्बन्धित व्यक्तिहरूले चासो दिएर रोल्पालाई एकदम विकसित गराउनमा चाहिँ अहोरात्र खटिनु हुनेछ भन्ने कुरालाई चाहिँ हामी अपेक्षा गरौँ। के छ दृश्यले यो माडी गाउँपालिका मात्रै होइन सिङ्गो रोल्पा नै विकसित हुनसक्छ। विशेष गरी भन्ने हो भने यहाँ तामा खानी रहेको छ। झन्डै 200 वर्ष अगाडि यहाँ पुर्खाहरूले तामा उत्खनन गर्ने र यहाँ गाउँमा चाहिँ अहिले पनि हामी हेर्न गयौँ भने उहाँहरूको घरमा तामाका भाँडाहरू प्रशस्तै पाइन्छन् भन्ने कुरा स्थानीयहरूले सुनाउनु भयो। र हामी यहाँबाट झन्डै 700 मिटरभित्र गयौँ र त्यहाँ गइरहँदा पनि हामीले जाँदा बाटोमा जे देख्यौँ त्यो पनि हामीले तपाईँलाई देखाउँछौँ। र भित्र कङ्कालहरू अझ भनौँ हड्डीहरू र अर्को कुरा यहाँ 7 जना व्यक्तिहरूको निधन भएको भन्ने कुरा पनि छ। र बाँकी कुराहरू अहिले यो तामा उत्खनन भइरहेको छ या छैन, किन चाहिँ भएको छैन भन्ने कुरा म एकजना यहाँका स्थानीय बासिन्दासँग सोध्न गइरहेको छु। उहाँ चाहिँ विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीको माडी गाउँपालिका सभापति हुनुहुँदो रहेछ र उहाँसँग म केही कुराकानी गर्न गइरहेको छु। उहाँलाई देखाउनु होला। सर नमस्ते। नमस्ते। हजुरको नाम भन्नु त? मेरो नाम राजकुमार विक। अब हजुरको घर यतै? मेरो घर चाहिँ यतै माडी गाउँपालिका 4 नम्बर वाडा र घप्पुगैरा टोल भन्ने ठाउँमा पर्दछ। हजुर। अनि तपाईँहरू चाहिँ यहाँसम्म पाल्नुभयो, तपाईँहरूलाई पनि स्वागत वेलकम गर्न चाहेँ मैले। जस्तै अब हामी यो तामाबाटै कुराकानी गरौँ। यो डरलाग्दो पहाडभित्र तामा रहेछ र अहिले बन्द जस्तै रहेछ, उत्खनन भएको छैन होइन त? यो किन चाहिँ तपाईँहरूले यतातिर चासो नदिनु भएको कि के हो? यो चाहिँ तपाईँको करिब लगभग 2.5-3 वर्ष अगाडि हाम्रो पुर्खाहरूले चाहिँ यहाँ चाहिँ तपाईँको तामा निकालेर चाहिँ उहाँहरूको जीविका चलाउनुहुन्थ्यो भन्ने कुरा चाहिँ मैले पनि सुनेको। र अहिले चाहिँ तपाईँको यो तामा चाहिँ हामीहरूले चाहिँ अहिले समथिङ करिब लगभग 8-10 वर्ष अगाडि हामी चाहिँ यहाँ चाहिँ हाम्रो यो क्षेत्रमा हाम्रो गाईबस्तु चरी चराउ गर्दाखेरि हामीले चाहिँ यो पुहाल देख्यौँ र यो पुहालबाट हामी चाहिँ भित्र हेर्दै जाने क्रममा चाहिँ यहाँभित्र पस्ने क्रममा चाहिँ त्यहाँ चाहिँ तामाको चाहिँ उत्खनन गरेको पुर्खाहरूले लगाएको दिवालहरू अनि उहाँहरूले चाहिँ भित्र बस्ने ठाउँ पनि बनाएको हामीले देख्यौँ। र त्यसलाई देखेर हामीले चाहिँ माथिसम्म पुर्याउने र यसको विषयमा के छ भन्ने कुरामा हामी अहिले चाहिँ चासो दिने तयमा पनि पर्यौँ। र अहिले चाहिँ भनौँ नयाँ अब अहिले नयाँ एउटा सरकार गठन भइरहेको छ र हिजोको दिनमा चाहिँ नयाँ सरकार पुराना सरकारहरू 2-4 दिनमा खिचोतालो गर्ने र आफ्नो चाहिँ भागभण्डाको सेटलमा गर्ने भएकोले अहिले चाहिँ नयाँ सरकार हाम्रो वरिष्ठ नेता बालिन साली भन्नुभएको छ माल भएको तर चाल नभएको भने जस्तै हामी चाहिँ अब यसमा तपाईँहरू एउटा देशको चौथो अङ्गको रूपमा तपाईँहरू पनि यहाँ पाल्नु भएको छ। तपाईँहरूको अवश्य साथ सहयोगले यो आवाज माथिसम्म पुग्नेछ भन्ने कुरा पक्कै पनि लाग्नेछ र त्यसमा म पनि जोड दिनेछु भन्ने कुरा गर्दै जस्तै छ नि म तपाईँ अझै केही कुराहरू सोध्नु बाँकी नै छ, नआत्तिनु होला। हजुरहरूको विशेष गरी तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीको पालिका सभापति माडी गाउँपालिका रोल्पाको र अहिले तपाईँहरूकै भनौँ न पार्टी अबको केही दिनमा सरकारमा जाँदैछ झन्डै 2/3 बहुमत लिएर। अब हजुरहरूको वरिष्ठ नेता बालिन शाहले जुन भन्दै आउनुभएको कुरा हजुरले पनि गर्नुभयो, माल भएको चाल नभएको। अब तपाईँहरूको सरकार भइसके पछाडि र यो तपाईँहरूकै गाउँमा भएको यो खानी उत्खनन भएर यो रोल्पा जिल्लालाई विकास गर्नेमा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ? म ढुक्क छु। हाम्रो सरकार भइसक्यो भने तपाईँको 2/3 सरकार अवश्य भयो भने यो खानीलाई चाहिँ म चाहिँ मेरो सक्दो प्रयासले चाहिँ म माथिसम्म चाहिँ कुरा राखेर रोल्पा जिल्लालाई समृद्ध बनाएर यहाँको चाहिँ जनजीविकालाई अलि माथि उकास्न पहल गर्नेछु भन्दैछु। अहिले जस्तै तपाईँहरूको गाउँमा कतिपयको घरमा यहाँको तामाको भाँडाहरू छन् भन्ने कुरा साँचो हो? साँचो हो, यसले त्यही नै सुनेको हो र त्यसलाई हामीले चाहिँ हेर्ने क्रममा चाहिँ अहिले चाहिँ खानी पक्कै पनि छ, तपाईँहरूले पनि देख्नुभयो। जस्तै छ नि तपाईँहरूको यो रोल्पा जिल्लाबाट कतिजना सांसद फेरिनु भयो, त्यो ठ्याक्कै अहिले त्यो यकिन चाहिँ छैन, त्यो हेऱ्यो भने थाहा होला। जतिजना सांसद बन्नुभयो अझै यहाँको जनताको मन जितेर भोट पाएर संसदमा पुग्नुभयो, सरकारमा पुग्नुभयो, उहाँहरूको यो ठाउँमा किन चाहिँ ध्यान गएन? उहाँले ध्यान दिन चाहनु भएन कि किन होला? पक्कै पनि तपाईँको उहाँहरूको चाहिँ त्यस्ता गतिविधिले गर्दाखेरि अहिले चाहिँ पुराना 3वटा दलहरूबाट भन्दा अहिले हामी नयाँ दलमा हामी जस्ता व्यक्तिहरू राजनीतिमा किन आउनु पर्यो भन्नेको उहाँहरूको यस्ता धार्मिक
तत्त्वहरू छन्। यहाँ रोल्पालाई विकसित सौन्दर्य बनाउन, यहाँको जनजीवनलाई माथि उकास्नलाई यहाँको थुप्रै जल स्रोतहरू छ। त्यो स्रोतलाई उहाँहरूको ध्यान नभएर उहाँहरू आफ्नै पेटमा हालिमुहाली गर्ने वातावरणले गर्दा अवश्य तपाईँहरूले देख्नुभयो अहिले चाहिँ जनताहरूले उहाँहरूलाई सजाय दिइसक्नु भएको छ। त्यसमा चाहिँ भनेको अब तपाईँहरूको सरकार बन्यो भने यो माडी गाउँपालिकामा रहेको अन्त भनेको बुढा गाउँ रोल्पा जिल्लाको माडी गाउँपालिका बुढा गाउँमा रहेको यो तामाखानी उत्खनन हुन्छ। तपाईँको हाम्रो माथि स्थानीय नीति बनाउन हाम्रो सङ्घको सरकार बन्दैछ। त्यस लगत्तै हामी स्थानीय तहको सरकार बन्यो भने पनि हाम्रो पनि जोड हुनेछ। यस्ता सांस्कृतिक स्रोतहरू थुप्रो छ। तपाईँको यो तामाखानी नभएर हाम्रो एउटा यहीँ नजिकै छ भिरखानी मन्दिर बराह, त्यसपछि हाम्रो माथि सतीपुले एउटा सिद्ध बाबा छ। तपाईँको एउटा पारी हाम्रो बाङ्गे ताल भन्ने छ एउटा पारी 1 नम्बर वाडामा। त्यस्ता खालका थुप्रा स्रोतका साधनहरू छन्। तिनीहरूलाई चाहिँ हामीले लिएर चाहिँ तिनीहरू नै हाम्रो माडी गाउँपालिका नभएर रोल्पा जिल्लाको विकासको स्रोतको रूपमा हामीहरूले त्यसलाई अवश्य अगाडि बढाउनेछौँ। ओके, तपाईँ राजसभा सभापति भएको हुनाले तपाईँले बालेन र रविलाई के सन्देश दिन चाहनुहुन्छ अन्तिममा भन्नुहोस्। मैले बालेन र रविलाई अन्तिममा सन्देश, हाम्रा यस्ता थुप्रै स्रोत साधनहरू छन्। उहाँहरूले चाहिँ त्यसको आवाजलाई माथिसम्म उहाँहरूले विधिको रूपमा उहाँहरूले निकास दिनुहुन्छ भन्ने अवश्य मैले यो सन्देश दिन सक्छु। हस्, धन्यवाद। ओके, दर्शकहरू, नेपालमा झन्डै 30 ठाउँमा तामाखानी छ भनिन्छ र त्यो क्रममा चाहिँ यहाँ रोल्पा जिल्लाको माडी गाउँपालिकाभित्र पनि यो स्थानमा जुन हामी अहिले जुन भूगोलमा उभिरहेका छौँ त्यो भूगोलमा अझ भनौँ म ठ्याक्कै तामाखानीको आँगनमा छु। अहिले यो माडी गाउँपालिका बुढा गाउँमा छु। यहाँ तामाखानी छ। तामाखानी मात्रै नभएर भित्र धेरै कुराहरू छन्। यहाँनिर मान्छेका हड्डीहरू, जुन पहिला निधन भएका मान्छेहरूको हड्डी, दाँतहरू, अझ भनौँ भित्र पानी छ, पानीमा माछा छ देखि त्यो तामाका टुक्राहरू छन्, धातुका टुक्राहरू छन्। अझ खोज्दै जाने हो भने यहाँ धेरै कुराहरू भेटिन्छ। तर हाम्रो यो नाङ्गो आँखाले जे भेटायो, जे देख्यौँ त्यो तपाईँलाई देखाएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै आजको बसाइबाट म तेजेन्द्र बिदा हुन्छु। नमस्ते।